कुरो के भयो थियो भन्दाखेरि मेरो जुत्ताको तुना फुस्किएको थियो के हैन पेनल्टी हान्ने बेलामा मेरो जुत्ताको तुना फुस्केपछि चाहिँ अनि मेरो आफैले लागेको मोजा चाहिँ म आफैलाई गनाएर चाहिने साह्रै नै डिस्ट्र्याक्सन चाहिँ भइरहेको थियो कि हैन साह्रै नै डिस्ट्र्याक्सन भयो थियो आफ्नै मोजा गनाएर अनि नाक पनि मैले थुनिरहेको थिएँ कि हैन नाक पनि थुन्दाखेरि पनि अझै गनाइ भएर अनि मैले पेनल्टी हान्नै मिसै पाइनँ हैन अनि कता बल भन्ठानेको किपरको हात चाहिँ गर्छ गर्ने है यो कुरा चाहिँ कसैलाई भनिदिन फेरि तपाईले पनि नभन्नु होला है अनि जस पशुपतिनाथको दर्शन पनि गर्न गएको त्यो बेलामा गोलेश्वर माताको दर्शन गर्ने पनि भने अब तर गोलेश्वर माताको दर्शन गर्न चाहिँ बिर्सिएछ हैन त्यही भएर गोलेश्वर माता रिसाएको पनि हुन सक्छ त्यही भएर पनि गोल नभएको हुन सक्छ हेर्नुस् पेनल्टीमा अब देयर आर मेनी फ्याक्टर्स पनि भन्नुपर्छ के पेनल्टीमा गोल नहुनको लागि हैन त्यो गाह्रो छ धेरै एनालाइसिस पनि गर्नुपर्छ किन गोल भएन भनेर भन्दाखेरि चाहिँ है त्यही नि यो पेनल्टी भन्ने कुरो चाहिँ फेरि डी बाकसभित्र हान्न पर्ने रहेछ कि हैन यो डी बाकसभित्र हान्ने चाहिँ मलाई फेरि खासै मन पर्दैन हेर्नु छैन आउटसाइड द बाकस हान्ने भएको भए चाहिँ मैले फुत्ता हानेर छिराइदिन्थेँ तर यो डी बाकसभित्र हान्न पर्ने भएर चाहिँ मलाई अलिकति गाह्रो पनि भयो भन्नुपर्छ है